हेलो एभ्रिवान, वेलकम टू माई न्यू मिनी ब्लग डे 25। अनि हजुरहरू चाहिँ म हल्का फुल्का बारीमा लगेर लिची खाँदैछु। लिची चाहिँ एकदम मिठो टेस्टी थियो, किनकि यहाँ चाहिँ मेरो थोरै काम थियो बिहानको, अनि त्यही भएर यहाँ मकै गोड्न आइरहेको थिएँ। अब आजभोलि हल्का फुल रोप्ने सिजन चलिरहेछ, त्यसैले गर्दाखेरि अनि म यहाँ सानो भुन्टु मुटुसित यसो हल्का टाइम पास गरिरहेको छु, खानासाना खाएर र किनकि यहाँ चाहिँ हाम्रो सानी मान्छे बसिरहेको छ। म चाहिँ उसलाई जिस्काइरहेको छु, किनकि ऊ खालि म भएपछि मख हाँसिरहन्छे। उसलाई खेलाउने साथी भयो भने म पनि गीत गाउँछु भनेर बसिरहेको छु। ल हेर्नुहोस्, यहाँ उसलाई बोल्नु परेको, बोल्नको लागि चाहिँ ल मुस्काइ एकदम खुसी हुन्छ, किनकि उसलाई ह्याप्पी हुनुपर्छ, ह्याप्पी रहन्छ। त्यही भएर चाहिँ उसलाई हँसाउने मान्छे भए पुग्छ, किनकि मान्छे हेरी कुरा गर्छ, हाँस्छ, किनकि एकदम रमाइलो फनी बच्चा छ, जसले एकदम दिदीबहिनी मिलेर टिकटक बनाउँदैछौँ। ल हेर हाम्रो फेस चाहिँ मिल्छ कि मिल्दैन कमेन्ट गर्नु होला, किनकि एकदम क्युटी पाई चाहिँ क्युटी पाई, हाम्रो मुन्डे क्युटी पाए। अनि यहाँ चाहिँ धेरै पछि देखाए दाइलाई, किनकि दाइले धेरै घाँस काट्नुहुन्न थियो, अनि मैले दाइलाई यसो खिचाएर अनि हामी चाहिँ बेलुकाको समय घाँस उखाल्ने कार्यक्रम भइरहेछ। अब थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा। कस्तो लाग्यो कमेन्ट गर्नु होला, अनि सेयर पनि गर्नु होला।